मित्रहरू नमस्कार। मैले यो भिडियो फ्रेममा देखाउँदै गरेको यो हो मेवाको पात। तपाईले राम्रोसँग हेर्नुस्, चिन्नुस्। यो मेवाको पात हो अथवा पपाया लिफ है। यो किन देखाउँदै छु त भन्नुहुन्छ भने हिजो आज जति पनि महिला पुरुष अथवा दाजुभाइ दिदीबहिनीहरू हस्पिटल जानुहुन्छ कुनै पनि रोग लागेर र उहाँको उपचारको क्रममा डाक्टरहरूले भन्ने गरेको एउटा सबैलाई भन्ने गरेको शरीरमा प्लेटलेट्सको सङ्ख्या घट्यो, तपाईको शरीरमा प्लेटलेट्सको कमी छ भनेर भनेको पाइन्छ। र प्लेटलेट्सको कमी भएपछि धेरै किसिमका रोगहरूलाई त्यसले प्रभावित पार्छ। र प्लेटलेट्सको सङ्ख्या हाम्रो शरीरमा बढाउनको लागि सबैभन्दा उत्तम औषधि यो हो मेवाको पात। त्यसको लागि तपाईँले के गर्नुपर्छ भन्दा मेवाको पात लिनुहोला, धोइ पखाली गर्नुहोला र 5-7वटा पात लिएर धोइ पखाली गरेर त्यसलाई मजाले सुकाउनु होला। सुकाएर यसलाई धुलो बनाएर पाउडर बनाएर तपाईँले एउटा डब्बामा भरेर राख्न सक्नुहुन्छ। सिसाको डब्बामा भर्नु होला र बिहान नास्ता खाइसकेपछि, खाली पेट नखानु होला, नास्ता केही खाइसकेपछि तपाईँले 1 गिलास मनतातो पानीसँग 1 चम्मच यसको धुलो मेवाको पातको पाउडर तपाईँले 1 चम्मच खानु होला। दिनमा कति बेला पनि खान सक्नुहुन्छ, तपाईँको समय इच्छा अनुसार जति बेला खाए पनि हुन्छ। र त्यसरी तपाईँले 40-45 दिन लगातार खानुभयो भने तपाईँको शरीरमा प्लेटलेट्सको सङ्ख्या चाहिँ एकदमै तीव्र तरिकाले बढाउँछ र तपाईँको शरीरमा प्लेटलेट्सको कमीबाट हुने समस्याहरू आउन दिँदैन। यो फ्रीको जाने उपाय हो, गरेर तपाईँहरूले फाइदा लिन सक्नुहुन्छ। हस्त भिडियो के कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला।